From opportunity to success, women aid shine. Yes, we shine by leading with purpose. Financial freedom start with empowered women. Together we shine. Together we rise. परम्परागत सोचले परनिर्भर बनाइएका यी औंलाहरू आज आत्मनिर्भर अर्थतन्त्रका सारथी बनेका छन्। महिलाहरू अब बैंकका ग्राहक मात्र होइन, आर्थिक रूपान्तरणका मुख्य आधार स्तम्भ समेत हुन्। यसको उत्कृष्ट उदाहरण हो साइन रेसुङ्गा डेभलपमेन्ट बैंक मणिग्राम शाखा, जहाँ सुरक्षा गार्डदेखि शाखा व्यवस्थापकसम्मको सम्पूर्ण जिम्मेवारी महिलाहरूले सम्हालिरहेका छन्। कुनै समय बैंकिङ क्षेत्र पुरुष प्रधान मानिन्थ्यो, तर साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आत्मनिर्भरता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएपछि महिलाहरूले चुनौतीलाई अवसरमा बदल्दै नेतृत्व गरिरहेका छन्। म टेलर डिपार्टबाट सुरु गरेको हैन, आजसम्म म अहिले चाहिँ मणिग्राम ब्रान्चको म्यानेजरको रूपमा छु। महिला सशक्तिकरणको लागि साइन रेसुङ्गा ब्याङ्कले जुन अवसरको ढोका खोलिदियो, यसको अवसरको सँगसँगै हामीलाई चुनौतीहरू पनि आए। भित्र इन्ट्री गर्नुहुन्छ, अब भित्र हेर्दा बित्तिकै सबैतिर हेर्नुहुन्छ, अनि सर हुनुहुन्न, कता हुनुहुन्छ सर, के गर्न सक्छन् होला महिलाले मात्रै भन्ने कुराहरू पनि अगाडि आए। हामीलाई यस्ता चुनौतीहरूको डटेर सामना गर्दै रूपन्देहीको मुटु मणिग्राममा रहेको एउटा साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्कको एउटा शाखा सञ्चालन हामीले गरिरहेका छौँ। विक्रम सम्मत 2074 सालदेखि तिलोत्तमा 5 मणिग्राम रूपन्देहीबाट सञ्चालनमा आएको यो शाखालाई ज्ञान, सिप र मेहनतका आधारमा महिला कर्मचारीहरूले कुशलतापूर्वक सञ्चालन गरिरहेका छन्। यहाँका महिला कर्मचारीहरू सेवाभावका साथ ग्राहकका समस्या सुन्छन्, समाधान गर्छन् अनि आत्मनिर्भर बन्न प्रेरित गर्छन्। मेरो विदेशको यात्रा नै हुने थियो, किन भन्दाखेरि म विदेश जाने पासपोर्ट बनाएर पनि बसेकै थिएँ, तर पछि बिचमा चाहिँ व्यवसाय गर्ने कि भन्ने सोच पनि थियो, तर समस्या कहाँनिर थियो भन्दाखेरि लगानीको थियो। अनि बिचमा उहाँहरूसँग भेट भइसकेपछि उहाँहरूले जुन हिसाबले चाहिँ मलाई अलिकति ह्यान्डल गर्नुभयो, सहयोग नगरेको भए सायद सफल पनि भइन्थेन। अब मेरो आफ्नो दिदीबहिनी जस्तो हुनुहुन्छ, उहाँहरू धेरै सहयोग गर्नुभयो, उहाँहरूको चाहिँ ठुलो हात छ। मान्छेले राम्रो दृष्टिकोणले हेर्नुपर्छ, मेन कुरा महिलाहरूले जे पनि गर्न सक्नुहुन्छ। हिजो बैंकमा जान हिचकिचाउने महिलाहरू आज निर्धक्क भएर सेवा लिइरहेका छन्। यहाँ आएपछि एकदम आफ्नै घरको फ्यामिलीसँगै व्यवहार गरे जस्तो लाग्छ मलाई, एकदमै सजिलो लाग्छ। कुनै पनि कम्प्लेन गर्ने ठाउँ छैन यहाँ। छोराहरू भन्दा छोरीहरूले पढिरहेछन् धेरै, अनि कहाँ हामी ढुक्क छौँ नि, उहाँहरूले गर्न सक्नुहुन्छ अनि एकदम हामी ढुक्क छौँ। त्यहाँभित्र पस्ने बित्तिकै अब के हो कसो दिदी भन्नुहुन्छ, सोध्नुहुन्छ, यस्तो भन्ने बित्तिकै उहाँहरूले त्यो काम यति चाँडो गरिदिनुहुन्छ। यही त हो नि हामीलाई आउँदाखेरि काम होस्, सजिलो होस्। दुग्ध व्यवसायी फणीन्द्र तिवारीका अनुसार बैंकका कर्मचारीको व्यवहार, कार्यक्षमता र सेवा प्रभावकारी छ। उहाँ भन्नुहुन्छ, बैंकको छिटो छरिदो सेवाले गर्दा कुनै समस्या भोग्नु परेको छैन। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक मार्फतै मैले अलिकति त के भन्ने अलि धेरै जो सुरुमा मेरो 600-700-800 लिटर दुध जुन मैले बजारमा सप्लाई गर्थेँ भने त्यो बैंककै सहाराबाट आजको दिनमा मैले एभरेजमा 2000 लिटर दुध दैनिकै मैले बजारमा सप्लाई गर्न पाइरहेको छु। ओहो, मलाई अलिकति अब अप्ठ्यारो पर्छ कि भन्ने अहिलेसम्म मलाई त फिल भएको छैन। त्यो त त्यहाँको ती बहिनीहरूको, ती महिलाहरूको लगनशीलले गर्दा त आज तपाईँको त्यो मणिग्राम बैंक त धेरैमा धेरै डेभलप भइरह नि त। यो विश्वास र सफलता सहजै प्राप्त भएको पक्कै पनि होइन। महिलाहरू चुनौतीपूर्ण काम गर्न सक्छन् र भन्ने सोचको सामना गर्दै उनीहरूको प्रतिबद्धता, विश्वास र आत्मविश्वासले असम्भव जस्तो देखिने कामलाई सम्भव बनाएको छ। हामीले चाहिँ कस्टमरको अब प्रब्लमहरू पनि हामी इन्स्ट्यान्ट सल्भ पनि गर्छौँ। हामी लोनको काममा पनि हामी खटिन्छौँ, हामी अब बाहिर मार्केटिङमा पनि जान्छौँ, हामी चाहिँ सबै काम गर्न सक्छौँ, हामीले गरिराखेका छौँ। बुटवलको कालिका नगरमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका देशभर 88 वटा शाखा कार्यालयहरू छन्, जसमा 45% भन्दा बढी कर्मचारी महिला छन्। काम गर्न धेरै सजिलो भएको छ। आफूले नजानेको कुराहरू पनि सहज रूपमा म्यानेजरलाई पनि सुन्न अप्ठ्यारो मान्नु पर्दैन, अनि साथीहरूसँग पनि सहजै रूपमा साथीहरूले सिकाइदिनुहुन्छ, अनि एउटाले नसकेको कुरा अर्कोले पनि गरिदिनुहुन्छ, अनि भिडभाड हुँदा पनि सहज रूपमा काम गरिरहेका छौँ। अनि इन्भाइरोमेन्ट पनि राम्रो छ, वातावरण पनि राम्रो छ, सेल्फ मोटिभेट पनि आफूले केही गर्न सक्छु, आफै केही गर्न सक्छु भन्ने सिद्धान्त लिएर अगाडि बढिरहेका छौँ।
महिला सशक्तिकरण भनेको केवल अवसर होइन, जिम्मेवारी पनि हो। साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क मणिग्राम शाखाले महिलाहरू सक्षम नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ। र अरू सङ्घ संस्थाहरूमा पनि हामीले नेतृत्व दिनुपर्छ र अवसर दियो भने महिलाहरूले सक्छन् भन्ने कुरा पनि यही चाहिँ शाखाबाट चाहिँ प्रमाणित भएको छ। Shine Resunga Development Bank Limited. Shine for your shining light.